Guys, welcome back to the another video of Leo Savin. फर्स्ट अफ अल चाहिँ मेरो अकाउन्ट ब्याक आइसकेको छ इन्स्टा फेसबुक सबै जसले पनि रिपोर्ट गरेको थियो जो हेटरहरू थियो तिनीहरूको चाहिँ गाँड जलिरह होला केही छैन कङ्ग्रेचुलेसन तिमीहरूको लागि र जसले मलाई सपोर्ट गर्छ तिनीहरूको लागि थ्याङ्क यू र टुर्नामेन्टको अपडेट चाहिँ के छ भन्दाखेरि हाम्रो टुर्नामेन्ट चाहिँ मन्डेको इभिनिङ सरी गिभ अवे चाहिँ मन्डेको इभिनिङ नेपाली टाइम 6 बजे म लाइभ आउँछु साथै मसँग विनय पनि अफकोर्स हुन्छ नै र 6 बजे लाइभमा चाहिँ हामी गिभ अवे गर्छौँ स्पिन द विल लास्ट टाइम जसरी हुन्थ्यो त्यसरी नै र यदि तिमीहरू जो विनर हुन्छ ऊ लाइभमा छैन भने चाहिँ अफकोर्स हामी उसलाई आइडी दिने छैनौँ र फेरि एकपल्ट लास्ट टप 10लाई स्पिन गर्नेछौँ र यदि मेरो अहिलेसम्म पनि पार्टिसिपेट भएको छैन भने गएर गिभ अवे अगेनवाला भिडियो हेर जुन चाहिँ आदित्य र मेरो र मैले अपडेट पनि गरेर हुन्छु ग्रुपमा यदि मेरो ग्रुपमा छैन भने ग्रुप जोइन गर लिङ्कहरू त्यो भिडियोको पिन कमेन्टमा छँदैछ है त र यति भन्नलाई चाहिँ आएको म भिडियो बनाउन पनि पाइरहेको छैन अकाउन्ट लिन पनि पाइरहेको छैन अकाउन्ट दिन पनि पाइरहेको छैन किनभने हल्का होइन अलिक बढी नै बिजी छु म सो यस्तै गिभ अवेहरूको लागि टुर्नामेन्टहरूको लागि सब्सक्राइब गरेर राख र फ्री फायर खेल्नेहरूले सब्सक्राइब गरेर राख किनभने सन्डे मन्डे जब यो टुर्नामेन्ट सकिन्छ त्यसको नेक्स्ट डे म फ्री फायर टुर्नामेन्टको पनि अनाउन्स चाहिँ गर्नेछु र कसरी हुन्छ र कसको लागि हुन्छ भन्ने कुरो त्यति बेलै भन्छु र कसरी जोइन गर्ने भन्ने पनि म त्यति बेलै भन्छु फ्री फायर टुर्नामेन्ट जोइन गर्न चाहिँ हल्का हार्ड हुनसक्छ किनभने फ्री फायरको चाहिँ अब मैले लाइभ गर्न मिल्छ नि त इन्सपेक्ट गरेर यताउता गरेर यो जस्तो अब ई फुटबलको चाहिँ मैले मिल्दैन थियो नि त दुईजना खेलिरहेछ भने हेर्न मिल्दैन थियो नि त बुझ त्यसरी हुन्छ र तिमीहरूलाई अब अरू पनि गिभ अवे अथवा अरू कस्तो टाइपको के चाहिन्छ त्यो कमेन्ट गर जसले पनि लास्टसम्म हेरेको छ सब्सक्राइब गर जसले गरेको छैन जसले गरेको छ उनीहरूलाई धेरै धेरै धन्यवाद र 1000 सब्सक्राइबर भएपछि त झनै राम्रै केही आउँछ होला होप त्यही भएर सब्सक्राइब गर लाइक गर कमेन्ट गर्न नबिर्स्यौ र आफ्नो साथीलाई सेयर गर र उनीहरूलाई पनि टुर्नामेन्टमा पार्टिसिपेट हुन देऊ के साथी तिमीले नजित उनीहरूले जित्न सक्छ ओके ल बाई बाई भेटौँला अर्को भिडियोमा